नमस्कार अनि स्वागत छ फेरि मेरो नयाँ भिडियोमा। यो चाहिँ के गर्ने भन्दा प्यारामेट्रिक फंक्सनको डेरिभेटिभ हो। फाइन्ड dy by dx अफ द x इक्वल्स टु cos log t र y इक्वल्स टु log cos t दिएको छ। हामीलाई चाहिँ हामीले dy by dx निकाल्नु पर्ने छ। सल्भ गर्नुतिर लागौँ, सोलुसन लागौँ। सोलुसनमा के भन्छ भन्दाखेरि हामीले सुरुमा x इक्वल्स टु cos log t दिएको छ। log t लाई इक्वेसन 1 मा नाम र y इक्वल्स टु के छ log cos t दिएको छ। cos t दिएको छ। यो चाहिँ यसको cos को log t हो, log को cos t हो। फरक इक्वेसनमा इक्वेसन 1 इक्वेसन 2 विथ अब के गर्ने हो डेरिभेटिभ गर्ने हो। डिफरेन्टिएटिङ विथ रेस्पेक्ट टु के ले गर्ने, विथ रेस्पेक्ट टु के ले गर्न सक्छौं। यहाँ चाहिँ हामीले यहाँ पनि t छ, थीटा यहाँ थीटा अथवा x हुन्थ्यो भने x ले थीटा ले गर्थ्यौं। यहाँ t छ भने t ले गर्छौं विथ रेस्पेक्ट टु t, with respect to t on equation 1 and 2 we get दुईटैमा गर्ने हो, दुईटैलाई गर्ने हो। त्यसपछि डेरिभेटिभ अफ dx by dt गर्ने हो, dx लाई dt ले गर्ने हो। के छ हाम्रो डेरिभेटिभ अफ cos log t लाई के ले गर्ने हो डेरिभेटिभ पहिले सुरुमा d cos छ सुरुमा cos लाई गर्छ प्रोडक्ट जस्तोमा छ, अलि प्रोडक्ट जस्तो प्रोडक्ट रुलमा जस्तो छ। cos छ अनि log छ इन्टु मल्टिप्लाई भएर सुरुमा चाहिँ d के ले डेरिभेटिभ गर्छौं log t ले गर्छौं। के बच्यो क्वेशनमा log t बच्यो, log t ले गर्छौं इन्टु अब फेरि के गर्छौं भन्दाखेरि और के बच्यो यो log t मा तल बच्यो नि डेरिभेटिभ अफ द log t लाई फेरि के ले गर्छौं log t लाई के गर्छौं dt ले डेरिभेटिभ गर्छौं। त्यसपछि log cos को डेरिभेटिभ के हुन्छ, cos को डेरिभेटिभ हुन्छ cos को हुन्छ माइनस साइन हुन्छ, माइनस साइन यो log t जस्ताको जस्तै log t इन्टु log t को डेरिभेटिभ के हुन्छ log भनेको चाहिँ 1/x हो, log को डेरिभेटिभ 1/x t, 1/x भनेपछि 1/x को ठाउँमा t छ भनेपछि 1/t हुन्छ। त्यसपछि यसलाई यसरी मिलाएर लेख्न सक्यो माइनस 1/t sin log x गर्न सक्यो, sin log t गर्न सक्यो। त्यसपछि अब इक्वेसन 2 लाई गरौँ, इक्वेसन 1 लाई भयो यो इक्वेसन 1 लाई भयो यो इक्वेसन 2 लाई गरौँ। इक्वेसन 2 लाई गर्दाखेरि dy by डेरिभेटिभ अफ dy by dx हो। dy by dx छ भने dy by dx लाई डेरिभेटिभ गर्दाखेरि dy by y मा के देखाए डेरिभेटिभ अफ के गर्ने हो log cos t। यहाँ पनि t ले नै डेरिभेटिभ गर्ने भनेपछि यहाँ अब के भन्छ log को डेरिभेटिभ हुन्छ सुरुमा log को हुन्छ के ले गर्छ cot ले गर्छ, कोष्टमा जस्तो त्यसले डेरिभेटिभ अफ cos t ले गर्छ अनि इन्टु डेरिभेटिभ अफ द cos t लाई के ले गर्छ भन्दाखेरि डेरिभेटिभ अफ t ले गर्छ अनि log को डेरिभेटिभ भनेको 1/x हो भनेपछि x को ठाउँमा के छ cos t छ नि log को 1/x हुन्छ, त्यही भएर x को ठाउँमा cos t भएर यहाँ cos t राख्छौं अनि इन्टु cos t को डेरिभेटिभ के हुन्छ भन्दाखेरि माइनस साइन, cos को माइनस साइन हो भनेपछि माइनस साइन t डेरिभेटिभ हुन्छ। अब यसलाई मिलाएर लेख्दाखेरि माइनस साइन 1/cos t लेख्ने कुरा हुन्छ। त्यसपछि अब हामीले निकाल्नु पर्ने dy by dx हैन dy by dt, यहाँ पनि dy by dt हैन, यहाँ dx by dt छ भनेपछि यहाँ dy by dt। अब लास्टमा के गर्नु पर्यो dy by dx गर्नु पर्यो। डेरिभेटिभ अफ dy भनेको dy by dt का अपन dx by dt गर्ने, जहाँ चाहिँ यो यसको भ्यालु भनेको यसको भ्यालु राख्न सक्छौं। dy by dt भनेको माइनस साइन बाइ अब यसलाई त सिधै उतातिर लगाउन पाइयो नि 1 सँग मल्टिप्लाई गरेर माइनस साइन बाइ cos t अनि माइनस साइन यहाँ t cos साइन t होला नि साइन t बाइ cos t अनि डिभाइड बाइ चाहिँ यो dx by dt भनेको के छ dx by dt भनेको माइनस 1/t साइन log t छ। अब यहाँ के गर्न सकिन्छ माइनसले माइनस काट्न पाइयो, मजाले पाइयो। sin t by cos t भनेको tan t गरेर लेख्न पाइयो मजाले पाइयो। 1/t को 1/t अनि sin log t अब यो t लाई सिधै माथि लगाउन पनि पाइन्छ मल्टिप्लाई गर्न t log t by sin log t। यसको आन्सर यही हो dy by dx भनेको यसको आन्सर यही हो।